हेलो हेलो साथीहरू, आज चाहिँ मैले बाबुलाई 2टा केराको कुल्फी बनाइदिँदैछु। यसलाई चाहिँ केरालाई चाहिँ मैले यसरी चप गरेपछि चाहिँ यसलाई चाहिँ मैले फ्रिजमा चाहिँ 1-2 घन्टालाई त्यत्तिकै छोडिदिन्छु कि साथीहरू। अलिक साह्रो हुन्छ नि त, अनि मिक्सरमा घोल्न पनि सजिलो हुन्छ। त्यसै पनि घोल्न त घुल्छ, तर पनि मैले यसरी राखिदिएँ मेरो स्टाइलले। हजुरहरू पनि गर्न मन लाग्छ आफ्नो बाबु नानीहरूलाई घरमै बनाएको आइसक्रिम कुल्फी खुवाउनु छ भने चाहिँ यसरी फ्रिजमा 2-3 घन्टा केरा राख्ने, अनि त्यसपछि झिकेर दुध हालेर अनि केरा अनि डेरी मिल्क हालेर 2-3 लट मिक्सरमा घुमाइदिएपछि त त्यो उतिखेर नै खान मिल्छ। तर पनि बच्चाहरूले आइसक्रिम कुल्फी बाहिरको खानुभन्दा घरमै नै आफैले हातले बनाएर खुवाएको बेग्लै हुन्छ। यसमा मैले काजु किसमिस पनि हालेर घुमाइदिएँ साथीहरू। 1-2 लट घुमाइदिएपछि त यो त हेर्न लायकको थियो कि मिठो न मिठो थियो साथीहरू। अनि त्यसपछि त्यो घुमाउँदैछु साथीहरू। बाबुले चाहिँ मम्मा म अहिले नै खान्छु नि भन्दै थियो, कहिले के भन्छ हँसाइरहन्छ। अनि त्यसपछि यसलाई चाहिँ मैले 2-3 लट घुमाउँदैछु, घुमाउँदै गर्ने कस्तो बन्यो भनेर होइन। अनि त्यसपछि मैले त्यो भाँडो लिएर आएको थिएँ कुल्फी बनाउने, अनि त्यसमा चाहिँ टक्क खनाएर राखिदिन्छु। रातभरि राखिदिएको। ल हेर्नुहोस् त, अब मैले खनाउँछु यसमा। अनि बच्चालाई 3-4टा भए त भइहाल्छ नि भनेर मजाले खनाइदिएँ। खनाएर भरेर फ्रिजमा राखिदिएपछि त आउँदै खाँदै गर्नुहुन्छ उहाँ त। ल हेर्नु, कुनै चौटा अझै राम्रोसँग घोलिएकै रहेनछ नि। म त फेरि घुमाउँछु नि साथीहरू। कहिलेकाहीँ त्यस्तो गरेको कामहरू कस्तो हुने, फेरि डबल काम गर्नुपर्ने कि है साथीहरू। हाँसै लाग्छ आफ्नो काम देख्दा। अनि म त फेरि घुमाएर फेरि हालेँ। ल हेर्नुहोस्, यसरी 3-4टा बट्टामा घोलेर राखिदिएपछि त अब उसलाई रातभरि निन्द्रा लाग्दैन, कतिखेर भोलि बिहान हुन्छ र खान पाउँछु भनेर 20 चोटि त फ्रिज खोल्छ साथीहरू। यो बनाएर राखिदिएको, म त फ्रिज खोल्दै लाछ कस्तो बनिएछ भन्दै खोल्दै हेर्दै दिमागै खराब गरेर अनि यसलाई राखिदिएँ। अब यसरी राखिदिएँ साथीहरू। उसले त मैले खाएको भिडियो बनाउनै पाइनँ। उसले त म कता जाँदा उसले त भ्याइसकेछ साथीहरू।